तपाईहरुले जीमेल त युज गर्नुहुन्छ होला, तर तपाईहरुलाई जुन यो जीमेलको ट्रिक छ, जुन चाहिँ यो तपाईहरुले कुनै पनि इमेलहरु सेन्ड गर्दाखेरि तपाईको आफ्नो सिग्नेचर, आफ्नो एड्रेस, फोन नम्बर, त्यसपछि गएर ठेगाना के राख्न सक्नुहुन्छ, त्यो अटोमेटिक राख्नुको लागि एकदमै सिम्पल कुरा हो, तर तपाईहरु मध्ये कसैलाई थाहा नहुन सक्छ। म यो भिडियोमा तपाईहरुलाई कसरी त्यो राख्ने र कसरी त्यो युज गर्ने यो देखाउँछु नेक्स्ट भिडियोमा। म स्क्रिन शेयर गरेर लागौ त्यो भिडियोतर्फ। यो सेटअप हामी मोबाइल फोनको एपमा गर्न जाँदैछौँ। त्यो तीनटा धर्कोमा गएर क्लिक गरिसकेपछि तल सेटिङ्स भन्ने छ, त्यहाँ क्लिक गर्नुहोस् र सेटिङ भित्र क्लिक गरिसकेपछि सिग्नेचर सेटिङ्स भन्ने जुन छ त्यसमा फेरि त्यहाँ क्लिक गर्नुहोस्। त्यो क्लिक गरिसकेपछि मोबाइल सिग्नेचर हो, यसलाई चाहिँ हामीले टर्न अन गर्नुपर्छ र यसमा टाइप गर्दाखेरि म पेस्ट गर्छु, जुन मेरो नाम, फोन नम्बर, एड्रेस तपाईहरुले आफ्नो राख्न सक्नुहुन्छ। त्यो गरिसकेपछि अब हामीले कुनै पनि इमेल कम्पोज गरौँ पहिला। त्यो कम्पोज गर्दा अटोमेटिक तपाईहरु देख्न सक्नुहुन्छ त्यहाँ नाम, फोन नम्बर, एड्रेस, अरु के आफुलाई राख्न मन लाग्छ त्यो तपाईले अटोमेटिक त्यहाँ आउँछ। कुनै पनि इमेल चाहिँ तपाईले सेन्ड गर्न पर्यो भने यो सिग्नेचर अटोमेटिक आउँछ। यसरी सजिलै हामीले सिग्नेचर जीमेलमा सेटअप गर्न सक्छौं। ओके, थ्यांक यू फर वाचिङ। र यदि तपाईहरुलाई केही कमेन्ट प्रश्नहरु छ भने कमेन्टमा गएर लेख्न सक्नुहुन्छ र आई विल सी यू इन माई नेक्स्ट भिडियो। थ्यांक यू।